हेलो एभ्रिवान, आज हामी क्लास 12 को क्वेसन नम्बर फाइनेन्शियल स्टेटमेन्ट मोडर्न मेथडको क्वेसन नम्बर 6 गर्दैछौँ। क्वेसन नम्बर 6 मा चाहिँ हाम्रो कम्बाइन्ड क्वेसन छ, मल्टी स्टेप इन्कम स्टेटमेन्ट र स्टेटमेन्ट अफ रिटर्न अर्निङ। अब एकैचोटि यो डाइरेक्ट यो भिडियोमा आउनुभएको छ भने हामी चाहिँ योभन्दा अगाडिको भिडियोहरू हेरेर क्वेसन नम्बर 5 सम्मको चाहिँ हेरेर आउँदाखेरि चाहिँ सजिलो हुन्छ भनेर भन्छौँ है। नभए यसमा पनि हामी डिस्कस त गर्छौँ नै, तर त्यसमा हेरेर आउँदाखेरि चाहिँ कन्सेप्ट क्लियर हुँदै आउँछ अनि हामीले चाहिँ सल्भ गर्न सक्छौँ है त। अब यसमा चाहिँ हामी के हेर्दैछौँ भन्दा मल्टी स्टेप हेर्दैछौँ भन्दाखेरि अब हामीसँग के दिएको छ भने ट्रायल ब्यालेन्स सोन्स गिभन बिलो द बिफोर एडजस्टमेन्ट फर द XYZ कम्पनी एज अन द 31 असार भनेको छ। XYZ कम्पनी दिएको छ XYZ अनि हाम्रो 31 असार भनेपछि 31 असार 2076 को चाहिँ हामीलाई क्वेसन दिएको छ। अब त्यो चाहिँ हामीले यहाँनिर अब मल्टी स्टेप सुरु गर्दाखेरि पहिला सेल्सबाट सुरु गर्छौँ। हामीसँग सेल्स क्रेडिटमा दिएको हुन्छ, चाहिँ एकुमुलेट डिप्रिसिएसन दिएको छ, एकाउन्ट पेबल दिएको छ, अन रिटर्न रेन्ट रेभेन्यू भनेको छ, कमन स्टक भनेको छ, सर्भिस रेभेन्यू भनेको छ। रेन्ट भनेपछि सर्भिस रेभेन्यू भनेको चाहिँ हामीले यसमा सेल्स दिएको छैन, हामीले सर्भिस रेभेन्यू नै राखेर गर्छौँ। सर्भिस रेभेन्यू नै भनेको नि हुन्छ कहिलेकाहीँ। सर्भिस रेभेन्यू हामीलाई कति दिएको छ भन्दाखेरि 68,000। अब यसलाई हामीले यहाँनिर कस्ट अफ गुड्स सोल्ड लेस गराएर ग्रस प्रफिट निकालेर गर्दाखेरि पनि हुन्छ हैन। हामीले यसलाई चाहिँ अब डाइरेक्ट अब सर्भिस रेभेन्यू दिएर कस्ट अफ गुड्स सोल्ड नघटाउँ यसमा हैन। सेल्स रेभेन्यू नै दिएको भए चाहिँ हामीलाई सर्भिस रेभेन्यू भनेर दिएको हो, यो हामीले कस्ट अफ गुड्स सोल्ड नगराइकन डाइरेक्ट यसलाई चाहिँ हामीले के हुन्छ भने ग्रस प्रफिट या ग्रस लस नत्र हामीले हाम्रो आइडियाको लागि लेस COGS लेस गर्छौँ हामी। यहाँ 0 छ। अब यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि ग्रस प्रफिट हैन, ग्रस प्रफिट 68,000। अब त्यसपछि लेस हामीले के गर्छौँ भन्दाखेरि अपरेटिङ एक्सपेन्सेस। अब अपरेटिङ एक्सपेन्सेस पनि हामीसँग केमा छ, दुईटा तरिका छ। एउटा जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस हैन। एडमिनिस्ट्रेटिभ अफिसतिर भएको खर्चहरूलाई चाहिँ हामीले यहाँनिर हेर्छौँ। अब एक्सपेन्सेसहरू हाम्रो डेबिट साइडमा दिएको हुन्छ, क्यास परेन, एकाउन्ट रिसिभेबल, यो हाम्रो एकाउन्ट रिसिभेबल परेन, अफिस सप्लाइज एक्सपेन्सेस यो 5,000 हाम्रो पर्ने भयो। भनेपछि अफिस सप्लाइज एक्सपेन्सेस चाहिँ हाम्रो कति पर्ने भयो भन्दाखेरि 5,000। यसलाई हामीले यहाँनिर राख्यौँ 5,000। त्यसपछि डिप्रिसिएसन एक्सपेन्सेस दिएको छ। अब डिप्रिसिएसन के को भने होइन, भ्यानको भनेको भए चाहिँ हामीले उतापट्टि राख्थ्यौँ। अब यता डिप्रिसिएसन मात्रै दिएको छ, क्लियर गरेको छैन भन्यो भने हामीले अफिसको भनेर मान्छौँ। डिप्रिसिएसन एक्सपेन्सेस 8,000। त्यसपछि अफिस इक्विपमेन्ट भनेको छ। अफिस इक्विपमेन्ट भन्ने चाहिँ हाम्रो एसेसमा जाने भयो, यसमा जाँदैन हैन। डिभिडेन्ड यसमा जाने भएन। स्यालेरी एक्सपेन्सेस, स्यालेरी 40% अफ सेल्स स्टाफ भनेको छ। सेल्सको लागि भने चाहिँ सेल्स भन्ने चाहिँ हाम्रो कहाँ जाने भयो, 40 तल जाने भने चाहिँ यहाँ चाहिँ कति पर्सेन्ट आउने भयो, 60%। 60% अफ 34,000, 60% भने चाहिँ 34,000 इन्टु 0.6 भने चाहिँ 20,400 रुपियाँ चाहिँ हाम्रो यहाँनिर पर्ने भयो। त्यसै गरी रेन्ट एक्सपेन्सेस सोरुमको लागि 25% भनेको छ। अब सोरुमको लागि भने चाहिँ सेलिङमा जाने भयो र 75% चाहिँ अब हाम्रो केमा पर्छ भन्दाखेरि हाम्रो यसमा पर्छ भने चाहिँ 12,000 इन्टु 0.75%। 75% हो नि त, उताको चाहिँ 25% सोरुमको लागि हुन्छ। यहाँ चाहिँ हाम्रो 9,000। अनि इन्कम ट्याक्स अहिले जाने कुरो भएन, यता गइहाल्यो। अब एक्सपेन्स अपरेटिङ एक्सपेन्स राइन्छ भने चाहिँ क्रेडिट साइड त हेर्नै परेन, यति नै भइहाल्यो। अनि चाहिँ यसलाई के भन्छ हामीले टोटल जेनरल
एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस यो सबै जोड्छौँ हामीले 5000 प्लस 8000 प्लस 20400 प्लस 9000 गर्दाखेरि हाम्रो 42400 चाहिँ हामीले यो ए आउने भयो। अब यसमा बी छ हामीसँग बीमा के छ भने सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस छ हामीसँग। सेलिङ एन्ड डिस्ट्रिब्युसनमा हामीले खोज्दाखेरि क्यास गएन, एकाउन्ट रिसिभेबल गएन, अफिस सप्लाइज अफिसमा गयो, डिप्रिसिएसन माथि नै गयो, अफिस गुने भएन, डिभिडेन्ड भएन, स्यालेरिज हाम्रो कति पर्सेन्ट स्टाफको लागि भने चाहिँ 40% छ। 40% अफ 34,000 को 40% भनेको 13,600 यो यहाँ आयो। त्यो पछि रेन्ट एक्सपेन्सेस रेन्ट पनि हाम्रो कति पर्सेन्ट भन्दा 25% अफ 12,000 9,000 यहाँ गइन्छ 3,000 बाँकी रह्यो हैन 3,000 यहाँ भयो। अब दुईटा मात्रै छ यसको अरु छैन। टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस गर्दाखेरि 16,600 रुपैयाँ भयो। यसलाई क्लोजिङ गर्यौं। अब हामीले यसलाई चाहिँ के भन्छ भन्दाखेरि टोटल अपरेटिङ एक्सपेन्सेस भनेको ए प्लस बी जोड्छौं हामीले। ए प्लस बी जोड्छौं भने चाहिँ 42,400 प्लस 16,600 जोड्दाखेरि हाम्रो 59,000 आयो। यो दुईटै जोडेर यतापट्टि राख्छौं हामीले है। यो दुईटा ग्रस प्रफिटबाट यो घटाउँदाखेरि अब के आउँछ भन्दाखेरि हाम्रो इन्कम फ्रम अपरेसन आउँछ। इन्कम फ्रम अपरेसन भनेको 68,000 माइनस 59,000 गर्दाखेरि 9,000। यसलाई चाहिँ क्लोज गर्छौं है हामीले। योबाट यो घटाउँदैछौं भनेपछि यो लेस हो नि त अपरेटिङ एक्सपेन्सेस। यो घटाउँदैछौं भनेपछि 9,000 हामीले के आयो अपरेटिङ आयो। अब यसमा के गर्छौं भन्दाखेरि हामीले फर्मुला अनुसार जस्तै अपरेटिङ एक्सपेन्सेस घटायौं, सेलिङ एन्ड एक्सपेन्सेस घटाइसकेपछि अब हामीसँग फर्मुलामा के रहन्छ भन्दाखेरि टोटल अपरेटिङ एक्सपेन्सेस ए प्लस बी गर्यो, इन्कम फ्रम अपरेसन आयो। यो पैसा आइसकेपछि एड के गर्छौं अदर रेभिन्यू एन्ड गेन छ भने यो जोड्छौं र लेस अदर एक्सपेन्सेस एन्ड लसेस छ भने घटाइन्छौं बिफोर ट्याक्स निकाल्छौं हैन। भनेपछि अब हामीले एड के गर्ने भयो त्यो फर्मेट अनुसार जानुपर्छ भनेको अदर रेभिन्यू एन्ड गेन भनेको अरु कमाई पनि हुन सक्छ। रेभिन्यू एन्ड गेन भनेको छ अरु कमाईहरु केबाट छ त भन्दाखेरि हाम्रो कमाई यो त खर्च भइहाल्यो डेबिट साइड, यतापट्टि कमाई चाहिँ एकुमुलेट डिप्रिसिएसन अफिस इक्विपमेन्ट 7200 हाम्रो डिप्रिसिएसन अफिस इक्विपमेन्टको डिप्रिसिएसन दिएको रहेछ। अनि एकाउन्ट पेएबल दिएको छ हामीलाई यो भएन। अनअर्न्ड रेन्ट रेभिन्यू हो भने चाहिँ अनअर्न्ड रेभिन्यू 36,000 अनअर्न्ड भनेको हाम्रो पेडमा जाने भयो। कमन स्टक 20,000 सर्भिस रेन्ट रेभिन्यू चाहिँ हाम्रो यहाँनिर आउने भयो भनेपछि रेन्टबाट कमाइ भएको रहेछ। रेन्ट रेभिन्यू कति हो 26,400 रुपैयाँ। यो चाहिँ हामीले प्लस गर्ने भयौँ। अब लेस यसमा अर्को के लेस गर्छौं हामीले भन्दाखेरि अदर एक्सपेन्सेस एन्ड लसेस हामीले इन्कम भयो लस अफ डिप्रिसिएसन अफिस डिभिडेन्ड स्यालेरी छैन भने चाहिँ यो जेरो हुने भयो लेस गर्दाखेरिको हाम्रो। अब यो घटाएपछि इन्कम बिफोर ट्याक्स भने चाहिँ हाम्रो 9,000 बाट हामीले प्लस 26,400 गर्यौं माइनस जेरो त गर्नु परेन भने चाहिँ हाम्रो कति आउने भन्दाखेरि 35,400 रुपैयाँ आउने भयो लेस। अब ट्याक्स घटाउने भयो हामीसँग चाहिँ ट्याक्स हामीसँग इन्कम ट्याक्स छ अघि नै इन्कम
ट्याक्स इन्कम ट्याक्स हाम्रो कति हुने भयो भन्दाखेरि 12,000 लेस गर्दैछौँ हामी अनि चाहिँ लेस गर्दाखेरि हाम्रो -12,000 गर्दाखेरि 23,400 आयो। यसलाई हामीले के भन्छौँ नेट इन्कम हैन। नेट इन्कम यसरी आयो। अब यो ए को त हामीले नेट इन्कम निकाल्यौँ 23,400 रुपियाँ नेट इन्कम आयो। त्योभन्दा पछिको हाम्रो बीमा चाहिँ स्टेटमेन्ट अफ रिटर्न अर्निङ छ। स्टेटमेन्ट अफ रिटर्न अर्निङ गर्छौँ हामी। भनेपछि बी नम्बरमा स्टेटमेन्ट अफ रिटर्न अर्निङको XYZ कम्पनी हैन 31 असाढ 2076 भइहाल्यो। त्यसपछि अब हामीलाई पहिला सुरु चाहिने भनेको ओपनिङ ब्यालेन्स अफ रिटर्न अर्निङ हो। ओपनिङ ब्यालेन्स अफ रिटर्न अर्निङ हामीलाई क्रेडिट साइडमा दिएको हुनसक्छ। ओपनिङ ब्यालेन्स चाहिँ दिएको छैन भने चाहिँ हामीसँग 0 छ। यो ओपनिङ ब्यालेन्स अफ रिटर्न अर्निङ RE हाम्रो रिटर्न अर्निङको ओपनिङ ब्यालेन्स छैन 0 भयो। त्यसपछि हामीले यसमा के एड गर्छौँ भन्दाखेरि नेट इन्कम एड गर्छौँ। हामीले भर्खर नेट इन्कम निकाल्यौँ। नेट इन्कम हाम्रो 23,400 रुपियाँ आयो हैन। यो 400 रुपियाँ हाम्रो के हुने भयो भन्दाखेरि टोटल 23,400 रुपियाँ टोटल प्रफिट हाम्रो एभाइलेबल हुने भयो। टोटल प्रफिट एभाइलेबल लेस अब के छ यसमा भन्दाखेरि हाम्रो डिभिडेन्ड छ भने घटाउँछौँ, प्रपोज डिभिडेन्ड छ भने पनि घटाउँछौँ, अनि अर्को ट्रान्सफर दिएको छ भने पनि घटाउँछौँ। अब हामीलाई क्यास रिजर्भ अफिस एक्सपेन्सेस डिप्रिसिएसन डिभिडेन्ड दिएको रहेछ। ट्रायल ब्यालेन्समा दिएको डिभिडेन्ड 5,600 छ। प्रपोज डिभिडेन्ड ट्रान्सफर पनि दिएको छैन भनेपछि अब यो चाहिँ हामीले लेस गर्छौँ। सो 23,400 माइनस 5,600 गर्दाखेरि 17,800 चाहिँ हाम्रो के आउने भयो भन्दाखेरि क्लोजिङ ब्यालेन्स अफ रिटेन्ड अर्निङ गर्दाखेरि हामीले क्वेसन नम्बर 6 को चाहिँ हामीले यसरी सल्भ गर्यौँ। योभन्दा अगाडि हामीले रिटर्न अर्निङको फर्मेटहरू पनि सल्भ गरेको छौँ। जस्तै रिटर्न अर्निङको फर्मेट हामीले कहाँबाट डाइरेक्ट गरे जस्तो लाग्दा यो रिटर्न अर्निङको हामीसँग फर्मेट छ। यो फर्मेट चाहिँ हामीले सल्भ गर्न सक्छौँ है त। यो चाहिँ 6 नम्बरको सल्भ गऱ्यौँ। अब हामी क्वेसन नम्बर 7 हेर्दैछौँ। क्वेसन नम्बर 6 क्वेसन नम्बर 7 मा चाहिँ हामीसँग के छ भन्दाखेरि द ट्रायल ब्यालेन्स अफ क्लासिफाइड ब्यालेन्स सिट भनेको छ। ब्यालेन्स सिटको नि हामीले फर्मेट बनाइसकेका छौँ, रेडी भइसकेको छ। अब यही क्वेसनमा गर्दाखेरि चाहिँ फर्मेट र क्वेसन सल्भ गर्दाखेरि प्रब्लम हुनसक्छ। त्यही भएर हामी नेक्स्ट पार्टमा चाहिँ के गर्छौँ भन्दाखेरि ब्यालेन्स सिटको फर्मेट पनि डिस्कस गर्छौँ, के आइटम्सहरू पर्छ भनेर, अनि त्यसपछि एक्सर्साइज पनि हामीले त्यही अनुसार गर्छौँ। क्वेसन नम्बर 7 पनि हामी त्यसमा सल्भ गर्छौँ। अनि त्यसपछि हामीसँग 8 देखि चाहिँ के हुन्छ इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट हुन्छ, त्यो चाहिँ हामी सल्भ गर्दै जान्छौँ। हस्, थ्याङ्क यू।